काँक्रेबिहार दाँत केन्द्र पञ्चपुरी 5 सुर्खेत। गाउँभरि खोजिसके कहीँ पनि भेटिन। ए भगवान, म के गरौँ? कहाँ खोज्ने होला अब उहाँलाई? फेरि उहाँलाई केही पनि याद छैन। उहाँ जहाँ भए पनि उहाँलाई केही पनि नहोस्। अहिलेसम्म झन् यो घर हेर भने घर जिम्मामा छोडेर गएर तपाईले लुखुर लुखुर गाउँभरि टुल्ने। फुपू, पहिला मेरो कुरा त सुन्नुस् न। के कुरा सुन्नु मैले? मलाई सबै कुरा थाहा भइसक्यो। तैले सबै कुरा उकाली छैन त्योसँग? हैन फुपू, मैले केही पनि भनेको छैन उहाँलाई। हेर्नु न, भर्खरै आउनु भएको थियो, फेरि कहाँ जानुभयो होला? पुरानो कुरा केही पनि याद छैन उहाँलाई। भयो भयो, धेरै नाटक नगर। तैले नै कतै लुकाएर आउलिस् अनि मेरो अगाडि बहाना बनाउँछस्। फुपू, तपाईले के भन्नुभएको? मैले वीरेन्द्रलाई लुकाए रे? त्यसो नभन्नुस् न फुपू, म त उहाँलाई माया गर्छु। म किन त्यसो गर्थेँ र? उहाँ त मेरो श्रीमान हुनुहुन्छ। बरु जाऊ न फुपू, तपाईँ र म मिलेर उहाँलाई खोजौँ न। ए, मेरो कुरा ध्यान दिएर सुन। यदि तैले कोही कसैलाई मेरो कुरा गरिस् भने तेरो श्रीमानलाई के गर्छु त्यो मलाई मात्रै थाहा छ। बरु यस्तो गर, तँ यो घरबाट निस्केर जा। यदि मैले भनेको मानिस् भने मैले के गर्छु तँलाई राम्रोसँग थाहा छ। फुपू, वीरेन्द्रलाई केही पनि नहोस्, बरु म आफै यो घरबाट निस्केर जान्छु। मलाई केही कुरा सुन्नु छैन। जा, निस्किहाल। निस्किया भनेको।
होइन यो वीरे भाइ होइन र कता हिँड्या छ यो एकचोटि यससँग कुरा गर्नु पर्यो अरे वीरे भाइ को तपाईँ मैले त चिनेन नि होइन के भएछ यसलाई आफ्नै गाउँको मान्छेलाई पनि चिनेन होइन यसलाई केही कुरा याद छैन कि क्या हो दाइ म यो गाउँमा आएबाट सबैले मलाई यस्तै भन्छन् मलाई पुरानो कुरा केही पनि याद छैन झन् त्यो छाया भन्नेले त मेरो श्रीमान भन्छन् आखिर म को हुँ होइन यसलाई पुरानो कुरा केही याद छैन कि क्या हो बरु म यसलाई आफ्नो घर लैजान्छु यसो गरे दादा हजुरबाट पनि बचिन्छ ल हुन्छ दाइ म लागे भाइ एकछिन पह न कहाँ जान लागेको होइन दाइ त्यहाँ छायाजीकोमा जान लागेको छायाजीलाई भेटेर सबै कुरा भन्नु छ ओहो यो त छायासँग जान्छु भन्छ फेरि यो छायासँग गयो भने मलाई पनि समस्या हुन सक्छ सुन भाइ यसै पनि तिमीलाई सबैले दुःख दिइरहेको रहेछन् बरु मेरो घरमा जमिन केही समयसम्म बस होला पुराना ती कुराहरू सबै कुराहरू याद आइसकेपछि फेरि जाउला फेरि यो गाउँको मान्छेहरू यस्तै हुन् के नयाँ मान्छेहरू देख्ने हुन्न दुःख दिन्छन् धेरै नसोच भाइ तिमी मसँग गयौ भने सुरक्षित हुन्छौ हिँड जाउँ घरमा को छ खोइ बाहिर निस्क्यौ त हो मुखियाजी नमस्कार नमस्कार बस्नुहोस् बस्न आएको होइन म पैसा लिन आएको हुँ। मैले पटक पटक भाइलाई पैसा लिन पठाएँ तर तिमीहरूले टेरेनौ उति बेला 2 महिनामा पैसा फिर्ता गर्छु भनेर लगेको होइन अहिलेसम्म के हेरेर बसेका छौ छोरो विदेश गएको 2 महिना भयो मुखियाज्यू छोराले पैसा पठाएको छैन छोराले पैसा पठाउने बित्तिकै म हजुरको घरमा आएर बुझाउँछु हुन्छ 1 महिनाभित्रमा जसरी पनि पैसा फिर्ता गर नि ल मुखियाज्यू 1 महिनाभित्र जसरी पनि हजुरको पैसा म फिर्ता गर्नेछु घरिघरि म आउन नपरोस् फेरि पनि म आइराख्नु पर्यो भने म जस्तो नराम्रो कोही हुने छैन फेरि अहिले म लागे हेलो हेलो दिदी हाँ भन त्यो बिरेलाई मैले एकछिन छोडेकी थिएँ हेर्नु न कताको थाहा नै छैन के भन्छे
कतै त्यसलाई सबै कुरा याद त आएन? मैले तँलाई भनेको होइन त्यसको राम्रोसँग निगरानी गर भनेर? मैले यताउता चारैतिर हेरिसकेँ, कतै पनि भेटिनँ। ए भयो गाउँतिर जानु पर्दैन। गाउँकाले फेरि सुक्यो थाहा पाए पनि सबै बर्बाद हुन्छ। बरु यस्तो गर, त त्यता कतै खोज्दै राख, म पनि त्यतै आउँछु। बुझिस् नि? ल राख अहिलेलाई। हुन्छ दिदी। ओहो दिदी नमस्कार। नमस्कार सर। सन्चै हुनुहुन्छ? सन्चै छौँ सर, बस्नुहोस् न। हजुर त धेरै पछि देखिनुभयो त सर। दिदी सहरतिर गएको थिएँ, यसो 2-4 दिन काम भएर त्यतै अलमल्ली। अनि दिदी छायाजीको घरतिरको बारेमा केही थाहा पाउनु भएको थियो कि? सर गाउँभरि छाया तपाईँसँग भागिन् भन्ने हल्ला फैलियो। त्यो सुनेपछि म छायाको घरमा पनि गएको थिएँ, तर त्यहाँ बन्द थियो। फेरि मैले तपाईँलाई पनि देखिनँ, मलाई पनि हो कि जस्तो लाग्यो, त्यसैले म त्यहाँबाट फर्किएँ सर। त्यस्तो केही होइन दिदी, म जुन दिन सहर जान लागेको थिएँ त्यही दिन छायाजी पनि सहर जाँदै हुनुहुँदो रहेछ। मैले त सहयोग मात्रै गरेको, तर यहाँ गाउँमा कस्तो नराम्रो हल्ला फैलाइदिएछ। ए मैले त बेकारमा कस्तो नराम्रो सोचेछु, मलाई माफ गर्नुहोस् है सर। केही छैन दिदी, त्यो कुरा छोडिदिनुहोस्। बरु हिजो मैले छायाजीलाई तल पुलमा भेटेको थिएँ, उहाँको श्रीमान आउनुभएको छ अरे, तर फेरि केही याद पनि छैन रे। मैले म पनि सँगै खोज्न जान्छु भनेको उहाँले मान्नु भएन। ओहो मलाई त्यो कुरा थाहै भएन। यदि छायाको श्रीमान साँच्चै नै फर्केर आउनु भएको हो भने त राम्रै भयो सर। हो दिदी, म उहाँको श्रीमानलाई त चिन्दिनँ। बरु अब छायाजीलाई कसरी सहयोग गर्ने हो? बरु यसो गरौँ सर, एकचोटि हामी छायाकै घरमा जाउँ, छाया पनि चिन्तामा होलिन्, त्यही गएर सबै कुरा गरौँला। त्यसो भए त्यही गरौँ। हुन्छ दिदी, अहिले बरु लागौँ। बहिनी ए दिदी कताबाट आउनुभयो? बस्नुहोस् न। के भयो बहिनी, हजुर त टोलाएर बस्नु भएको थियो त? केही होइन दिदी, छोराछोरीको साह्रै याद आयो त्यसैले। के गर्नु बहिनी, मेरो छोराछोरी पनि सबै विदेश छन्, सम्पत्ति मात्रै भएर नहुने रहेछ। आफ्नो मान्छे टाढा भएपछि सुनसान लाग्दो रहेछ। हो नि दिदी, जीवन पनि कस्तो रहेछ, छोराछोरी भएर पनि अन्तिममा एक्लै बस्नु पर्यो। ल बहिनी, तपाईँलाई देखेर बसिहालेँ, फेरि आउँदै गरौँला। अहिले म जान्छु। हस्। दिदी छाया होइन नि त?
हो त सर, कहाँ जान लागिरहेछ नि, जाम त। जाउँ ल। छाया, तिमी कहाँ हिँडेकी? तिमीलाई भेट्ने भनेर तिम्रो घरै जान लागेको। मैले सबै कुरा सुने, हामी सबै मिलेर खोजौला, तिमी चिन्ता नगर। खोज्ने गरे कसलाई दिदी? छायाजी, हजुरको श्रीमानलाई अस्ति पुलमा भेट्दाखेरि सबै कुरा भन्नुभएको होइन तपाईँले? फेरि अहिले कसलाई खोज्ने भन्दै हुनुहुन्छ? होइन दिदी, हिजो उहाँको धेरै याद आएको थियो, त्यसैले भन्यो उनलाई। उहाँ त आउनु नै भएको छैन। होइन, के भइरहेको छ यहाँ? छायाजी, तपाईँ किन यस्तो भन्दै हुनुहुन्छ? सर, बहिनीलाई सोच्दा सोच्दै मानसिक रूपमा गहिरो चोट परेको जस्तो छ। बरु यसो गरौँ, बहिनीलाई मेरो घरमा लैजाउँ। अहिले फेरि अरू कसैले देख्यो भने अरू नै समस्या होला। हुन्छ, त्यसै गरौँ। ल छाया, अहिले तिमी मसँगै हिँड, उतै गएर कुरा गरौँ न। दिदी, तपाईँ जाँदै गर्नुहोस्, म एकछिनमा आउँछु। हुन्छ सर। आखिर छायाले किन यस्तो भनिन्? फेरि हिजो भर्खर त बुढाले खोज्दै थिइन्। हेर्दा लाग्यो छायाले हामीसँग केही कुरा लुकाउँदै छिन्। अब म आफैले केही गर्नुपर्छ। होइन, यो आदि गएको पनि यतिका दिन भइसक्यो, अहिलेसम्म आउँदा पनि आउँदैन। घरमा पनि खै कहिलेसम्म झुट बोल्नु। एक त झन् बुवाले बिहे गर मात्र भन्नुहुन्छ। एकपटक गाउँसम्म पुगेर आउँछु। फेरि कहाँ जान लागिस्? तल रिताको घरमा बाबा। सुन छोरी, अस्तिको बिहेका कुरा ल्याएर आएका मान्छेहरूले अझै पनि पर्खिरहेका छन्। तैँले भनेकै मान्दिनिस्। बाबा, मैले अस्ति नै भनिसकेँ त, तपाईँ किन बारम्बार यही कुरा गर्नुहुन्छ? मलाई त तपाईँको कुरा सुन्दा सुन्दा वाक्क लागेर आइसक्यो। सुन छोरी, अहिले तेरो उमेर छ, अब तँलाई म सधैँ पाल्न पनि सक्दैन। जसरी हुन्छ चाँडो बिहे गर। फेरि त्यस्ता मान्छे कहिले आउँदैनन्, बुझिस्? के गर्न खोजिया छि अहिले? रिसाएर फन्किँदै हिँड्न मात्रै जाने छि, भन्या पनि मान्दिनी। नै यसको कतै लप्पन छप्पन त चल्या छैन। यसको बारेमा त मैले आफै नबुझी नहुने भयो। झन् छोरी भन्यो पुलपुलायो ठस्किँदै हिँड्छे। मैले त उसलाई पुरै मेरो जान पारेको थिएँ दिदी। एकछिन मात्र के छोडेकी थिएँ, कसैले आएर उसलाई लग्यो जस्तो लाग्यो। त्यो आफै त जाने मान्छे होइन दिदी। यदि त्यो गाउँले र छायाको सामु गयो भने मेरो सारा प्राण बर्बाद हुन्छ। झन् छायालाई घरबाट निकालेर त्यो
बरु त्यो बसन्तको सग्लिँदा कस्तो होला? ठिक छ, फेरि त्यसले गर्छ कि गर्दैन? किन नगर्ला रे दिदी? यदि त्यसले गरेन भने त्यसको सबै पोल खोलिन्छ। त्यसैले त्यसले जसरी नि गर्छ। बरु जाऊ नि त्यसको घर। हिँड। हेर भाइ, यो मेरो घर हो, जाऊ न। होइन दाई, घरमा त कोही पनि देख्दिनँ। तपाईँ एक्लै बस्नुहुन्छ हो? म एक्लै बस्छु, त्यसैले त मैले भाइलाई यहाँ लिएर आएको। तिमीलाई जहिलेसम्म बस्न मन लाग्छ बस्दा आउँछ, यो आफ्नै घर सम्झे हुन्छ। होइन, यो गाउँमा सबै एक्लै एक्लै बस्नुहुन्छ कि क्या हो? सबैलाई एक्लै एक्लै देख्छु त। होइन, त्यस्तो होइन। मेरो दादा हजुर पनि बस्नुहुन्छ, तर अर्को घर छ। यहाँ चाहिँ अहिले म छु। ल भाइ, तिमीलाई थकै लागेको होला, तिमी भित्र गएर आराम गर। मेरो थोरै काम छ, म सकेर आउँछु। हुन्छ? ल।